हेलो सिनेमा लभर्स, वेलकम टु माई च्यानल वन्स अगेन एन्ड यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यहाँहरूले मेरो भिडियोहरू हेरिदिनु भएको छ र आगामी भिडियोहरू पनि हेरिदिनु होला भन्ने आशाको साथमा आजको अर्को भिडियोमा यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मेरो भिडियोहरू चाहिँ सिनेमा क्षेत्रका सम्पूर्ण गतिविधिहरूका बारेमा रहने छन्। सो यो वर्ष नेपाली सिनेमाको सुरुवात निकै नै राम्रो भएको छ, जसमा यो वैशाख महिनाभरि नै हामीले हरेक हप्ता एउटा नयाँ सिनेमाहरू प्रदर्शन भइरहेको हामीले देख्न सक्छौँ। त्यसै अन्तर्गत पछिल्लो हप्ता भने निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित र निर्माणमा रहेको पहाड सिनेमा प्रदर्शन भएको थियो, जुन सिनेमाले निकै राम्रो प्रदर्शन गरेको थियो र हालसम्म पनि उक्त सिनेमा चलिरहेको छ सिनेमाघरहरूमा। सो यहाँले हेरिसक्नु भएको छ भने कस्तो लाग्यो यहाँले कमेन्ट गर्नु होला। यदि हेर्नु भएको छैन भने एकपटक हेर्नु होला। कस्तो लाग्छ यहाँहरूलाई कमेन्ट फेरि हाम्रो भिडियोमा कमेन्ट गर्नु होला। यो हप्ता अर्थात् भोलिबाट परालको आगो प्रदर्शनमा आउँदैछ, जसमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न सक्छौँ। यो सिनेमा पनि सामाजिक र पारिवारिक कथामा आधारित रहेको छ। सिनेमाले निकै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ र सिनेमाको ट्रेलर, गीत सङ्गीतले पनि हालसम्म राम्रै प्रतिक्रिया पाइरहेको छ। सिनेमालाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना। अल द बेस्ट एन्ड जय नेपाली सिनेमा।